जुल्लानी ह्याप्पी तिहार ह्याप्पी कुकुर तिहार मेरो ब्लगमा हालो भन्दैन न ह्याप्पी तिहार मेरो जुल्लानी ह्याप्पी तिहार ओहो ल नुहाएर आए है बहिनी अब टिका सिका लाउन माला साला लाउनलाई झिक ज्याक भएर घाममा राखिदिनु बाहिर अलग्ग राखेर ल है मेरो बहिनी पनि नुहायो फाइनली ल कुकुर पूजाको लागि लक्ष्मी पूजाको लागि तयारी मेरो जुली पनि ल अब चाहिँ डे 1 भनेर मैले भ्लग हालिदिसकेँ तिहारको हेरिदिनु होला सबैले माया गरिदिनु होला अनि हाम्रो चाहिँ यो डे 2 हो आज चाहिँ के हो भने लक्ष्मी पूजा लक्ष्मी पूजा हो अनि आज चाहिँ भैलो हुन्छ लक्ष्मी पूजा हुन्छ के हुन्छ सबै त्यहाँ हुन्छ अनि अहिले चाहिँ कुकुर पूजा बेलुका चाहिँ लक्ष्मी पूजा ल ओहो मेरो जुली पनि नुहायो वा गुड मेरो बहिनी ल अब जुललाई चाहिँ फुल सुट टिप्न जान्छु अनि माला हुन्छ है त यसो गाइस फुल पनि यही छ है अब फुल टुपिन्छ जुलैको लागि स्पेसल टिपेपछि माला साला उडेर के गर्ने हो हेर्दै जानु त्यस्तरी अनि डे 1 को चाहिँ अलिक सानो ब्लग छ लगभग 10 मिनट 9 मिनटको अब डे 2 को चाहिँ अलिक धेरै बनाउनु खोज्छु त्यो काममा हिँड्दा यताउता गर्दा त्यो दिमागै आउट हुने क्या अनि बनाउने बिर्सेको नि त्यो भएर धेरै लामो भएन अनि अहिले चाहिँ ल फुल टिप्ने है त कस्तो फुल टिप्ने यस्तो यस्तो टिपिदिन्छु म मम्मीले नराम्रो टिप भने कुकुर गयो तर म यस्तो टिपिदिन्छु है त ल रेडी यति फुल चाहिँ टिप्यो अब चाहिँ पुग्छ होला यतिले चाहिँ पुगेन भने टिप्ने माथि मेरो बहिनी पुरा कुरेर बसेको छ अब मलाई कसले टिका लगाइदिने हो कसले मलाई यो के अरे पूजा गरिदिने हो भनेर टक्क दादाले फुल लिएर यस्तरी मेरो बहिनी त हिरो नि भएर हो नुहाएर खाइ त आउँदै यता हेर दादालाई हेर न दादालाई त हेर न हेलो गदे हेलो अब मम्मीले बोलाउँदै हुन्छ जुललाई धागो नाप्नलाई धागो नाप्न आएको रे ल अर्को ठुलो गर्ने यिनीहरू गसेपछि अनि उयो हुन्छ नि त अलि हुँदैन ल जाऊ ल त्यहाँ गएर बस अब एकछिन जाऊ यो धागो उ गर्छ है फुल बनाउँछ है जाऊ जान्न ल चुप्प देऊ नि दादाले माया गर्दै दादालाई जाऊ दादालाई माया गर्दै मेरो बहिनी दादालाई माया गर्दै ल अब जुटीलाई लुगा किन्न जानु लाग्यो हामी चाहिँ मम्मी र म जाम हेर्न तन्के ऊपो जाने ल दाम ऊपो जानलाई पुरा रेडी भयो त म चाहिँ गएर बस्छु ऊपो जान तनक भएर बसिरहनु डग सप आए चाहिँ हाम्रो हाकिमचोकको ट्याक्कै यतापट्टि हाकिमचोक निरै है डग सप यस्तो छ कताबाट हेलो पपीहरू है सबै जापानिज पिज हो यस्तो छ कति मजाको बस्यो हेरे हेलो ह्याप्पी कुकुर तिहार
यस्तो छ डग सप चाहिँ कस्तो दामी छ मैले एउटा चिज कस्तो दामी देखाएँ यो चाहिँ हाम्रो डगहरूलाई खिलाउने चिजहरू कति महँगो भन्नुभएको हेरौँ न यहाँ यो मैले त यो स्टकमा भएर तपाईँहरूलाई कपडा अहिले आइरहेको छ यो होइन यसको 1200 कति छ यसको यो अहिलेको कपडाको मैले अहिले जतिमा आएको त्यतिमै फालिदिइरहेको छु कपडा राखेर काम सुनिदियो हो आगोलाई अलिक नयाँ आएको हेर्नुहुन्छ ल है मिठाई पसलमा आएको चाहिँ जुलीको लागि मिठाई खुवाउनुपर्छ भुत्ला नदिउँ भने भुत्ला जान्छ दिउँ भने नदिउँ भने हुन्छ मिठो लाग्छ त्यसलाई दिउँ भने भुत्ला जान्छ ओहो उसको कपडा हेरेको सुनेको यसको कपडा हेरे गऱ्यो उसले आफ्नो कपडा जुली बुढी नाकमा फुलीले तर यसलाई पिट्न पर्ने हो कि बारीमा किन गएको बारीमा जाँदाखेरि माया गरेर झन् मेप्लिन्छ हेरेको ल आउनु कपडा ट्राई गरेर आउँछ छिटो आउनु यी खुट्टा निकालेको खुट्टा निकाल्नु ल अर्कोतिर पनि ल यो पनि ठुलै भएको कहाँ बास्केटबल खेल्दा नि अब तिमी अनि अर्को वर्ष यो नि सानो हुन्छ ल मेरो बहिनीको कपडा हेर्नु नि यहाँ आइसक्यो दाइले कति राम्रो बेग ल्याइदिनु भएको है हेर त लाई मेरो बहिनी त राम्री हुने भयो है जुल्ला म चाहिँ कपडा साट्नलाई जाँदैछु सधैँ मासु खान पाउने यता टिकी लाउनु छिटो सधैँ मासु खान पाउने है अन्डा पनि खान पाउने मासु खान पाउने ल पहेँलो लाग्यो कसैको नजर नलाग्ने मोटाउने अझै मोटाउने अनि घटेछ ल है यता हेर त ल ढोके ल खै खुट्टा दियो ल खुट्टा दाबी खुट्टा दियो ल वा ए पूजा ल यता हेर त ल ल ल पूजा गर है त्यो दाजुमा अन्त फेरि एकचोटि ल यता पनि खुट्टा मान्नु ल यता खुट्टा मान्नु है ल यता खुट्टा माने कहिले यो खुट्टा नदुखोस् ल ए अन्डा आयो फुटाउनु पर्छ ल अब खा Happy tiar. सो गाइज अब चाहिँ निस्किनु लाग्यो भोलि खेल्नलाई सबै पूजा सबै भ्याइयो खानासाना पनि खाएर बसिरहेको थिएँ अब चाहिँ भैलो खेल्नु जानु लाग्यो अहिले 1 बजे भनौँ न अब चाहिँ निस्किनु लाग्यो उता बाँकी कुरा उता देखाउँला है त के हुन्छ सो गाइज फाइनली कला मन्दिर आइसक्यो अनि अब यतिजना भैलोको लागि खै
कला मन्दिरको कार्य समितिको कोही छैन ल हाम्रो हिरो नि खै त हेर्दैन यसो एक दुई झलक प्लिज खै हेलो ए हाम्रो गुरु त आफ्नो भएर रहेछ नि त ल ढोके गुरु मैले ब्लग नै हालिसकेँ हजुर सो गाइस अब हामी भैलो खेल्न जानु लाग्यो अनि यस्तो छ ताल चाहिँ हामी सबैजना जम्मा हुँदैछ अनि हाम्रो यहाँ प्यारो मान्छे भेट भइसक्यो हामीले दिपेशलाई पार्टनर खोजेर ल्याइसक्यो हामीले दिपेशको लागि पार्टनर ल यहाँ हालो भनिदिनु न त्यता यता हालो भनिदिनु त मेरो ब्लगमा हालो भनिदिनु न ल यस्तो छ है ताल चाहिँ हाम्रो अप्सराहरू चाहिँ यहाँ टक्क बसिरह मेरो ब्युटी चाहिँ त्यहाँ बसिरह हेलो ब्युटी ल हेरै नाच्नु न एकचोटि नाचौँ न नाचौँ ल नाचिदेऊ त एकचोटि ऊ यहाँ नाचौँ न एकचोटि नाच्नु न एकचोटि यो चाहिँ मेरो प्र्याक्टिस जस्तो है त सुनिदिनु न नमस्ते मारो पौला जीवन भरी छातीमा राखी मायालाई छोपौला Opening song by Sagan. Opening song by Sagan. गाइस है अब चाहिँ तामाङ चोलामा नाच्छु अनि अर्को फेरि अर्को ठाउँमा आइसकेर हामी चाहिँ अनि यो बिग मार्गमा कृष्णपुरको बिग मार्गमा तामाङ चोला नाच्न लाग्यो अब म चाहिँ है त लस्स खाइ बोला
चाहिँ आज यति नै होइन, हाम्रो ब्लग यति नै हुन्छ। आज भैलो खेल्न गयो, फर्स्ट दिन हो आज, सरस्वती पूजाको दिन खेल्न गयो, रमाइलो पनि भयो। अनि सबै कुरा देखाउन सकेन किनभने कपिराइट पनि लाग्छ, त्यही भएर तपाईँले देखाउन सकेन। जति देखायो त्यतिमा रमाइलो गर्नु होला। अनि के भन्ने त्यही हो, छोटो मिठो बनाउँछु। डे 1 देखि डे 7 डे 8 सम्मको सबै बनाउँछु ब्लग चाहिँ, सबै माया गरिदिनु होला, हेरिदिनु होला है त।